मित्रवर्गहरूमा जय श्री कृष्ण, जय सियाराम। हामी यस भिडियोमा आस्तिक र नास्तिकलाई लिएर केही हामी चर्चा गर्नेछौं र हामी विचार गर्नेछौं कि आस्तिक हुन राम्रो या नास्तिक हुन राम्रो। किनभने एउटा आस्तिकले ईश्वरलाई मान्दछु भन्छ र आफ्नो हिसाब किताब सुनाएर एक जग्गा राखिदिन्छ, अगाडि चिन्तन मनन गर्दैन। अधिकांश देखिन्छ आस्तिकहरूले ईश्वरलाई मानेर आफ्नो हिसाब किताब सुनाइदिन्छन्, म ईश्वरलाई मान्दछु भन्न, कहानी खतम। तर एउटा नास्तिकले धेरै गहिराईमा चिन्तन मनन गरेर उसको आफ्नो सामर्थ्य, आफ्नो बुद्धि, आफ्नो क्षमता अनुसार उसले चिन्तन मनन गरेर नास्तिक स्वयंलाई स्वीकार्छ र स्वयं नास्तिक हुन जान्छ। यहाँ हामीले गहिराईले चिन्तन गर्दाखेरि, विचार गर्दाखेरि हामी जान्न सक्छौं कि एउटा आस्तिक भन्दा नास्तिकले धेरै ईश्वरमाथि चिन्तन गरेको हुन्छ। चाहे अन्तमा त्यसले ईश्वरलाई नस्वीकार्ने अवस्थामा किन नपुगोस्, तर पनि चिन्तन मनन हेर्नु भने एउटा नास्तिकको अधिक चिन्तन छ ईश्वर विषयमा एउटा आस्तिकको भन्दाखेरि। त्यही भएर हामी निष्कर्ष निकाल्न सक्छौं कि एउटा आस्तिक भन्दा एउटा नास्तिक नै ईश्वरको अधिक समीपमा छ। किनकि आस्तिकले त ईश्वरलाई मान्दछु भन्नु र हिसाब किताब सुनाएर राखिदियो, खतम। तर एउटा नास्तिकले चिन्तन गर्दछ, मनन गर्दछ। भविष्यमा यदि त्यही नास्तिक आस्तिक भयो भने अध्यात्ममा ठूलो प्रगति गर्नेवाला छ।